बुटोलको उच्च अदालत अगाडिपट्टिको परिसर हो यो। यहाँ पनि आज बिहानैदेखि डोजर चलेर यहाँको यो अतिक्रमित क्षेत्र जो खास गरी यो सरकारी जग्गामा विभिन्न घरहरू निर्माण गरेर व्यवसाय विभिन्न व्यवसायहरू सञ्चालन भइरहेको थियो र यो क्षेत्र बिहानैदेखि आज बुटोल नगर प्रहरी र इलाका प्रहरीको सक्रियता पाएको बेला यो खाली गराउने काम धमाधम चलिरहेको छ। काठमाडौँमा सुदूरपश्चिमी क्षेत्रहरू खाली गर्न खाली गर्ने खाली गरेसँगै यता बुटोलमा को गतिविधि हिजो नै सूचना भएको र अहिले नेपाल प्रहरी नगर प्रहरीहरूले यहाँबाट सामान निकाल्नको लागि सहयोग गरिरहेको अवस्था छ। देख्न सक्नुहुन्छ तपाईँहरूले यो खासमा रूपमा चाहिँ अतिक्रमित विस्तार क्षेत्रहरू उठाउने अभियानमा सरकार सक्रियतापूर्वक लागिरहेको अवस्था काठमाडौँका कतिपय ठाउँहरूमा शान्तिपूर्ण रूपमा अवरोध छैन, तर सामानहरू भित्र भइरहेका कारणले गर्दा सामानहरू सार्नको लागि यति बेला नगर प्रहरीले सहयोग गरिरहेको अवस्था छ। नेपाल प्रहरीहरूले पनि सहयोग गरिरहेको अगाडि दृश्य यति बेला हामी तपाईँलाई देखाइरहेका छौँ। यो क्षेत्र धमाधम खाली गर्दै यति बेला यहाँका अतिक्रमण गरेर बसिरहेका विभिन्न मानिसहरूले यो धमाधम खाली गर्ने क्रम छ र यो क्षेत्र खाली गरेपछि यहाँको ठुलो क्षेत्र चाहिँ यो खाली रहनेछ। उच्च अदालत तुलसीपुर बुटोल इजलासको अगाडिपट्टिको दृश्य हो यो। नमस्कार सबै सबै यता यता माथि माथि